सो गाइस सबैजना ठिकै हुनुहुन्छ होला। आज भने चाहिँ बिहानै उठेर हामी फरेस्टतर्फ लाग्यौँ है। 4 माइलमा चाहिँ आगो लागिरहेको रहेछ खोपादेखि अलिक तल। र हामी भने चाहिँ यहाँ एसएसडिएमएको टिम र फरेस्टको टिम गएको थियौँ है। अन्त मेरोमा चाहिँ हतियार थिएन, त्यही भएर मैले चाहिँ घाँस चाहिँ हातले चुट्याएर फटाफट बोकेँ हो। अन्त यहाँ चाहिँ आज्ञालाई के गर्नुभएको आज्ञा भनेको उसले त अन्त पुरा मरिसकेको आगो पनि मार्दै रहेछ हो बेल्चा जस्तोले ड्याम दिएर। अन्त अब यसलाई त मार्नुपर्छ नि, फेरि मारेन भने त फेरि सल्किन्छ भनेर आज्ञाले चाहिँ पुरा गोरु कुटाइ गर्यो हो। ड्याम हिर्काएको हिर्काइ, नहिर्काउनु भन्दा पनि हिर्काएको हिर्कायो हो। ऊ फेरि हिर्काएको हिर्काएकै त गर्छ अन्त मरिसकेको आगोलाई हो। अन्त त्यहाँबाट हामीले यहाँ सकेर चाहिँ हामी अब यहाँनिर चाहिँ हामीले मरेको आगो चाहिँ निभाइसकेर चाहिँ हामी अब आफ्नो डेस्टिनेसनतर्फ लाग्दैछौँ। उतै जाँदै गर्दाखेरि चाहिँ पुरा डरलाग्दो लागेर ढुट्टो भएको रहेछ। आगे चाहिँ फेरि कहाँनिर मार्नुपर्ने भने तल पो जानुपर्छ होला भनेर देखाउँछ। अन्त यहाँनिर दाजु चाहिँ हेरेको रूपमा हेरेर पुरा तल यता आगो लाग्दैछ, उता लाग्दैछ, कोही यता जाऊ कोही उता जाऊ भन्दै पठाउँछ। फेरि कुदेकै अमृतसर फेरि हो, सानो कुदेको होइन। फेरि साथीलाई चाहिँ सोधेको के भयो विरक्त भइस् त भनेको, आगै नर्भस भयो भन्छ। यसो हेरेको त फेरि त्यही भएर हामी चाहिँ यसरी बाटो बनाउँदै घरतर्फ लाग्यौँ, आगो उकालो नजाओस् भनेर। बाई बाई।